भन्दा भइसक्यो होला नि सुँगुरको नै राई भएर सुँगुरको मासु ओहो चियर्स खानु त सो गाइज मेरो इष्टमीको पापा र इष्टमीको चाहिँ भेट भइसकेको छ आइपुगिसक्नु भएको छ हिजो बेलुका चाहिँ उहाँहरू आइपुग्नु भएन अहिले बिहान आइपुग्नु भएको अनि इष्टमीले चाहिँ छोडेको छैन है पापालाई र होइन होला अनि खै माया गर्नुभएको पापालाई पापाको माया लाग्छ पापाले हजुरलाई के ल्याइदिनु भयो भनिदिनुहोस् त यो टी सर्टमा चाहिँ पहिलेको र म पहिलेको फोटो र योचोटिको फोटो म लगाइदिन्छु ल कतिको फरक देख्नुहुन्छ तपाईँहरूले अनि उहाँ चाहिँ काट्नु हुँदैछ म चाहिँ बाँध्दैछु म एक्लैले गर्थेँ यहाँ साथीहरू बुढा भएपछि यस्तो सजिलो हुन्छ नि त टोपी भने फेरि बुढाले ल्याइदिनु भएको यहाँ यस्तो छ नि कोर गति छैन ड्रेस अप त्यस्तै भन्छ होइन साथीहरू काम गर्दाखेरिको राम्रो भएर हिँड्छ त होइन यहाँ हामी जस्तो हिँड्यो नि यसरी अर्ग्यानिक भ्लग बनाएपछि अब हामी टुक्का काट्न जाँदैछौँ साथी Hello everyone, good morning, Siwa, namaste, welcome back to my channel again. This is me Akriti Mangpangai from Bhojpur. So तपाईहरुलाई मेरो च्यानलमा फेरि पनि स्वागत छ आयो सबैजना सन्चै हुनुहुन्छ होला भन्दै आजको न्यू डे न्यू भ्लग पनि स्टार्ट गर्दै छु र फर्स्ट अफ अल मेरो च्यानलमा हजुरहरु नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्न नभुल्नु होला म चाहिँ यस्तै भिडियो एन्ड भ्लग लिएर आउने गर्दै छु है त अनि सो साथीहरु अब हिजो अस्तिको भिडियो भ्लगहरु हेर्नुभयो कि हैन नेट नभएर कहिलेको भिडियो कहिले लगाउनु परिरहेको छ सो त्यस्तो केही पुगेको छैन अब एउटा भिडियो एडिट गरेर भोलि लगाउँछु भन भोलि नेट चल्दैन पर्सि लाउनु पर्ने हुन्छ फेरि पर्सि पनि चल्दैन भने नि कोर्सि लाउनु पर्ने हुन्छ त्यसरी नै चलिरहेको छ जिन्दगी जीवन अनि अब कार्जहरू पनि सकियो दसैँ लाग्दैछ बिस्तारै तपाईहरु कतिजनालाई थाहा भइसकेको कुरा हो कतिजनालाई हैन सबैजनालाई थाहा भइसकेको कुरा हो अनि अब अहिले चाहिँ बिहानैमा घाँस काट्न जाँदैछु अनि हाम्रो चाहिँ टुप्पो थन्काइसकेको छैन नि त साथीहरु मकै भाँचिसकेर मकैहरु थन्काए पनि टुप्पो चाहिँ राखेको छैन अनि सो आज चाहिँ 4-5 जना दाजुभाइहरुलाई खेताला भनेको छौं सगाइमा आएका छौं आउनुहुन्छ होला अनि त्यही हो आज चाहिँ हाम्रो टुप्पो राख्ने भनेको तर दिन यस्तो भइरहेछ हुन त यस्तै दिनमा राख्नु चाहिँ रमाइलो हुन्छ पास्दैन गर्मी हुँदैन हैन तर पानी पर्यो भने बिजोको हुन्छ यतिकै रह्यो भने त ठिकै छ पानी पर्यो भने चाहिँ मिल्दैन राख्न अनि सो त्यही हो साथीहरु हिजोसम्म कति धेरै घाम लागेको थियो आज फेरि यस्तो हुँदैछ दिउँसो के हुन्छ थाहा छैन अब भने चाहिँ म घाँस काट्नलाई लागिसकेको छु हाम्रो घरबारीतिर अनि त्यही हो सबैजनाले मेरो भिडियोलाई हेरेर सपोर्ट गरिदिनु होला माया गरिदिनु होला अब आज चाहिँ हामी के गर्छौं भन्ने कुराहरु हजुरलाई अपडेट गराइहाल्छौं सो मेरो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला है त स्टे ट्युन गाइज सो गाइज मेरो घाँसको बारी देख्न सक्नुहुन्छ एक बारी प्रेसरेको छु अब यो लाने अनि त्यसपछि मौसम चाहिँ ठिकै छ घाम पनि लागेको छैन पानी पनि परेको छैन आज यतिकै भयो भने झन् रमाइलो हुन्थ्यो है के हुन्छ दिउँसो घाम लाग्यो भने पनि काम गर्न सकिँदैन पानी पर्यो भने त झन् त्यो जस्तो झ्याउ केही पनि हुँदैन यतिकै भयो भने चाहिँ एकदम सजिलो हुन्थ्यो भन्ने हामीलाई लागिरहेछ अब घर जान्छु फटाफट घर गएर यतात्यता गरेर खानाहरु खाएर दिउँसो बारीतिर झर्छौं हाम्रो ग्रुपसँग है त अनि टुप्पीमा फलेको छ दाजु मकै अनि कसरी त म छु 2 फिटको मान्छे मकै छ 10 फिटको म छु 2 फिटको अनि कसरी भाँच्नु त सबै लड्काउँदै भाँचेको लगाइछु हामी चाहिँ अब यहाँ ढोड राख्दैछौँ अनि दाजुहरू चाहिँ ढोड पनि देख्नुहुँदै छैन अरे लडी बढी गर्ने भन्नुहुँदैछ अब यो हैन अब भाइ र म चाहिँ लडी बढी खेल्नु पर्छ हैन अझै मार्ने सबै सिकाइदिनु पर्छ यसलाई है भरे खोइ सानो केटा भएर कोन त भन्नुपर्छ हैन यसलाई चाहिँ अहिले पताबाट काट्ने है लगाएछ हामी पुरा धमाधम काट्दैछौँ भरेतिर भेटौँ ल 20-20मा स्टेप बाई स्टेप 20-20मा हामी तपाईलाई हँसाउँछौँ म त बाँध्छु होला हौ तर
बान्नु भनेको अघिदेखि मलाई बान्नु अयो नदिनु भएर हैरान छ यहाँ अब कता जाने खास कुरो चाहिँ के हो त्यो बुझ्दैन यताको खेती उता उताको खेती यता भएको छ यो टुप्पी काट्ने के हो के हो होइन यो त पहिलोचोटि है यस्तो चाहिँ ल साथीहरू यस्तो छ हाम्रो टारबारी चाहिँ काटौँ लाग्दो आज चाहिँ यो गरेर मात्र सकिने पर्यो लास्टै धेरै काटिन्ने भएर यस्तो छ हौ यस्तो पनि यस्तो कसरी चाहिँ काट्नु त हौ छ्या ल गाइस हामीले चाहिँ यस्तो कुङ्ग्रिङ परेको मकै के अरे ढोर भए पनि सक्यौँ फाइनल्ली दाजु र भाइ हाँस्नु हुँदैछ यता सक्यो नि त जे भए पनि लडेर के अरे लडीबडी गरेको खालको मकै भए पनि उठाइएरै छाडियो यी लगाइ पनि सक्यो ऊ पल्लो छेउमा छ अब हामी खाजा खान लाग्दैछौँ त्यसरी पानी मौसमले साथ दियो भने तल्लो गएर जान्छौँ नत्र भने जाँदैनौँ अब हामी खाजा खानतिर लाग्यौँ फेके खिस अनि मकै उठाउँदाखेरि भेटेको सबैजना मरिसकेको छ भन्नु मरिसकेको छ निन्द्राले गइसकेको छ म त दुईचोटि यहीँ मिलाइसकेको छु अनि अब त्यस्तो गाई चाहिँ हामीले दुईवटा गरेर सक्यौँ सानटार र टार अनि अब भने चाहिँ घर जाँदैछौँ यस्तो थियो कि बाख्लो गरेर त त्यही पनि सकियो आज दुई गरेर चाहिँ अब तलतिर बाँकी छ हाम्रो सो गाइज हामी चाहिँ अब दुई गरेर सक्यौँ ठुलो टार र सानो टार भन्छ हाम्रो चाहिँ बारीहरू दुई गरेर चाहिँ सकियो दुईजना दाजु र छोरा सघाउन आउनुभयो अरू तीनजना खेतालाले ढाँटिहाल्नुभयो आउनुभएको भएदेखि चाहिँ हाम्रो आज सबै सक्ने प्लान थियो तर आउनु भएन खेतालाई यस्तो धोका दिनुभयो भने चाहिँ यस्तो बिजोक हुन्छ के सक्ने मिलहरू त्यस्तो गरिदिनु भयो भने चाहिँ अनि अब यो गरेर टार भइगयो टाढा सान्टा सक्यो अब उताबाट निस्किनु हुँदैछ दाजुभाइहरू चाहिँ म चाहिँ यहाँ मकैहरू भेला पार्दै निस्किँदैछु सो आजलाई चाहिँ यति नै रात पनि पर्यो है अब अलिअलि भए पनि राखियो 3-4जनाले यतिको गरेकै हो हामीले अब अझै बाँकी रह्यो 3-4वटा गर तर अलिक सानो सानो छ यो मेन भनेको ठुलो टाढा सान्टा बाँकी थियो अब भने चाहिँ म घर निस्किँदैछु आजलाई चाहिँ यति नै सो हेलो साथीहरू आज चाहिँ नेक्स्ट डे है अनि म चाहिँ अब साथीहरू यहाँ मैले चाहिँ हाम्रो कोठाहरू लिपेँ होइन यस्तो भएको छ क्या कोठाहरू अनि कोठाहरू लिपघस गरेँ अनि त्यस पछाडि अब यहाँ कोठाहरू चाहिँ एकछिन सुक्न दिएर यहाँनिर ओछिनहरू लाउनु पर्ने छ कोठा नि यस्तो भद्रगोल भएको छ कि नानी भएपछि त झन् अनि अब अहिले चाहिँ हिजो मात्र हामीले टुप्पो काट्यौँ नि त अब मम्मीहरू एकान्द्र भयो भन्नुहुन्छ हुन त सुरुचोटि गर्दाखेरि एकचोटि भयो भने चाहिँ एकान्द्र हुन्छ तर थालिसकेपछि चाहिँ त्यस्तो चाहिँ नहुनु पर्ने तर पनि एकान्द्र हुन्छ भन्नुभएको कारणले चाहिँ अब म जाँदैछु अनि म चाहिँ हिमाल आएपछि एकैचोटि राख्नु पर्यो भन्ने सोच थियो हिजो अब आज आइपुग्नुहुन्छ नि त इष्टमीको पापा धेरैजनाले कहाँ हुनुहुन्छ भन्नुहुन्छ मलाई के अरे इनबक्समा अनि काठमाडौँमा हुनुहुन्छ अनि 1 वर्षै हुन आँट्छ कि हामी नभेटेको चाहिँ आज आउँदै हुनुहुन्छ मेरो हस्बेन्ड सो अनि म चाहिँ अब जे भए पनि ढोराहरू राख्न जानुपर्ने फेरि पनि टुप्पो राख्नुलाई अनि नानी सुताइरहेको छु अनि त्यस्तै हो अब के गरिन्छ दसैँ लागिसक्यो आज फुलपाती यो भिडियो कहिले आउँछ थाहा छैन अनि आजदेखि चाहिँ अब जताततै काटमारहरू हुन्छ नि त तपाईँलाई थाहा हुन्छ मलाई भन्दा पनि बढी अब हाम्रोमा चाहिँ टिका मात्र लगाइँदैन अरू सबै हुन्छ मासु सासु यता सबै दसैँमा गरिने सबै हुन्छ त्यही एउटा टिका मात्र लगाइँदैन अनि सो आज इष्टमीको पापा अनि हाम्रो छ्यामाको छोरा
छ्यामा सासूको छोरा आउनु हुँदैछ। अब म ढोरहरू राख्नु जान्छु, त्यसपछि आएर मेरो कोठाहरू नै मिलाउनु पर्ने छ। एकदम धेर नभ्याएर क्या साथीहरू, अस्ति पनि कार्जो यता त्यता मकै भाँच्नु, अनि हिजो फेरि बल्ल 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 टुप्पो राखिसकेको अलिकति, अनि फेरि आज अलिकति गर्छु म। सो अब म चाहिँ यो ठ्याक्क यस्तो गरेर जानुपर्ने हुन्छ, नत्र पासेर घाम लागिरहेछ। सो त्यही हो साथीहरू, हेर्दै गर्नु होला। अब भने चाहिँ म जाँदैछु है त, म भरै देखाउँछु हजुरहरूलाई। यस्तो राम्रो सिन देखिरहेछ साथीहरू। अहिले चाहिँ म चाहिँ अहिले चोक पुगेर आएको, अनि कस्तो राम्रो खुल्ला जताततै साथीहरू। म चाहिँ चोक गएर भुसपिठो लिएर आउँदैछु होइन, अनि कस्तो खुल्ला भएको के, अनि फटाफट जाँदैछु। पकाएर दिनु पर्ने हो सुँगुरहरूलाई होइन साथीहरू, त्यही भएर दाउनको लागि म चाहिँ गएको थिएँ, फर्किँदैछु। यति गर्नु होला। म गाउनु भन्छ नि मात्र गाउनुहोस् न। मेरो छोरी चाहिँ आज पापा आउने उपलक्ष्यमा गाइदिनु हुने अरे। लु गाइदिनुहोस् लु। यतापट्टि फर्केर आऊ। लु गाइदिनुहोस् फेरि। अनि यहाँ चाहिँ हाम्रो मासु पाक्दैछ साथीहरू। दसैँ लाग्यो, राँगाको माथि छ, अनि त्यो यल्लो कलर, त्यो पनि यल्लो कलर। ल फेरि गाइदिनुहोस् न आएर। अनि इष्टमीको पापा आउनु हुँदैछ। इष्टमीको हालत चाहिँ यस्तो छ। अनि मैले चाहिँ यहाँ राँगाको मासु पकाउँदैछु पुरै। यहाँ मसला पनि पिस्दैछु। फेरि गाइदिनुहोस् ल। हो त ग्लास लगाएर एकचोटि कसरी गाइदिनुहोस्। ग्लास लगाएर मात्रै, नत्र त म त फेरि बनाइदिँदिनँ नि भिडियो। पहिले लगाइसक्यो, त्यो पहिले लगाइसक्ने पहिले। ओके गुड। यस। वाट इज योर नेम? लगाइज यो चाहिँ राँगाको आन्द्रा हो कि एकदम धेरै पानी निस्किन्छ। अब यसले सबै मजाले खालुन्जेल पकाउनु पर्ने हुन्छ। सुन आज को आउनु हुँदैछ अरे हजुरको? होइन होला, मेरो होला। के ल्याइदिनु हुँदैछ अरे हजुरलाई? अनि हजुर धेरै खुसी हुनुहुन्छ? अनि पापा आएपछि हक गर्नुहुन्छ? माया पनि गर्नुहुन्छ? पापालाई चाहिँ गर्नुहुन्छ कि होइन? हस् हस्। सो गाइज आज चाहिँ इष्टमीको पापा मेरो हस्बेन्ड आइपुग्नुहुन्छ। मेरो बुढा के हस्बेन्ड भन्नु बुढा भन्दा भइहाल्यो नि होइन। आइपुग्नुहुन्छ भनेको त बाटो अप्ठ्यारो भएर साथीहरू चखेवा भन्ने ठाउँमा बास बस्नु पर्ने भयो। आज पनि आइपुग्नु भएन। मैले चाहिँ अब 3 दिनको ब्लग चाहिँ 3 दिनको भिडियो चाहिँ एउटा ब्लग बनाउनु पर्ने भयो क्या। 3 दिनको भिडियो जोडेर चाहिँ एउटा ब्लग बनाउनु पर्ने भयो। आइपुग्नुहुन्छ होला भनेको, अहिलेसम्म आइपुग्नु भएन। अब 9 बज्न लाग्यो साथीहरू। अब भोलि बिहान मात्र आइपुग्नुहुन्छ। भोलि अब कतिखेर हिँड्नुहुन्छ? 2 घण्टा जतिमा आइपुग्नुहुन्छ होला। बाटो कस्तो छ, बाटोले गर्छ क्या साथीहरू। अब फेरि काठमाडौँदेखि पनि 6:30 मात्र हिँड्नु भएको हो क्या। पानी पर्दैछ भन्नुहुँदै थियो र, अनि आइपुग्नु भएन। आइपुग्नुहुन्छ होला भनेको आइपुग्नु भएन। मेरो हिरोको इन्ट्री भयो भनेर भिडियो लगाऊँ भनेको त खै हौ साथीहरू 3 दिन भइसक्यो। अनि अब चाहिँ बेलुका भइसक्यो, त्यही भएर म यहाँनिर ब्याग रेडी गर्दैछु। यो दसैँसम्म बनाइमाग्नु भएको छ र, अनि ब्याग रेडी गर्दैछु, अलिअलि बुन्दैछु। सो अब भोलिको भिडियोलाई समेत जोडेर एउटा ब्लग ल्याउनेछु, जसरी पनि ल्याउनेछु। सो हेर्दै गर्नु होला। अब आजलाई चाहिँ यति नै रात परिसकेको छ। अब म पनि सुत्ने बेला भयो। आजलाई यति नै। अब फेरि भोलि बिहान भेटौँला है त। सो गाइज मेरो इष्टमीको पापा र इष्टमीको चाहिँ भेट भइसकेको छ, आइपुगिसक्नु भएको छ। हिजो बेलुका चाहिँ उहाँहरू आइपुग्नु भएन, अहिले बिहान आइपुग्नु भएको। अनि इष्टमीले चाहिँ छोडेको छैन है पापालाई। अनि भाइ पनि हेर्नुहुन्छ यता, भाइ चाहिँ कपडाहरू धुनु हुँदैछ। सानो को हो भनिदिनुहोस् त, को हो? पापा हो र? होइन होला। अनि खै माया गर्नुभएको पापालाई? पापाको माया लाग्छ? पापाले हजुरलाई के ल्याइदिनु भयो भनिदिनुहोस् त? चक्लेट अनि
पापासँग भोज जाने कि नजाने त आइसक्रिम खानुलाई? मामुसँग आउने कि नआउने हौ? आउने? खै पापालाई माया गरिदिनुहोस् न त। आउने बित्तिकै माया गर्यो, आउने बित्तिकै चिन तपाईँलाई? इष्टमीले आउने बित्तिकै तपाईँलाई चिनिहाल्नु यस्तो अरे के ल ठिक छ। भोको सो गाइज यो चाहिँ मेरो एकदम कोरियादेखि आएको गिफ्ट है। मेरो बुढाले कोरियादेखि ल्याइदिनु भएको भनेर भन्ने दिन कहिले आउला। अब नयाँ टोपी साथीहरू, नयाँ टोपी सँगसँगै काम गर्न लागिँदैछ। मेरो बुढा चाहिँ मेरो भिडियोमा नआउने अरे, तर म भरे देखाउँछु जसरी पनि। अनि के अरे अनुहार गति छैन, ड्रेसअप त्यस्तै भन्छ होइन साथीहरू। काम गर्दाखेरिको राम्रो भएर हिँड्छ त होइन। यहाँ हामी जस्तो हिँड्यो नि यसरी अर्ग्यानिक भ्लग बनाएपछि। अब हामी टुक्का काट्न जानेछौँ साथीहरू। फेरि पनि बुढाले म आएपछि सबै काम गर्छु भनेको, तर मै हिँड्नु परिरहेको छ। के गर्नु जिन्दगी जीवनमा। अब काट्नु हो धमाधम यस्तो छ, हेर्दै बिरक्त लाग्दो। सन्तोष काका सो गाइस मेरो ह्यान्डसम बुढा चाहिँ यता हुनुहुन्छ होइन। बुढाको एन्ट्री भएको मोटाएर होइन साथीहरू। यो पहिलेको टी सर्ट हो, अहिले हेर्नु न यहाँनिर फुट्नु आँटेको। अब अहिले चाहिँ यस्तो जोडी मिल्ने भयो नि त नि। बुढाबुढी एउटै होइन, नत्र भने म चाहिँ यति धेरै मोटी थिएँ। मेरो बुढा चाहिँ मर्न आँटेको, खानै नदिएर राखेको जस्तो थियो। तर अहिले अलिक मोटाएर अलिक दिवस मलाई खुसी लागिरहेको छ। हामी चाहिँ अब दुईजना साथीहरू यताको यो ढोडहरू काट्न जाँदैछौँ होइन। नानी नमानेर नानी पापा कि पापा भनेर नानीलाई बाबाले उँभो लानु भएको छ। अनि हामी अब यहाँ ढोड काट्न आएको छौँ दुईजना। यो सकेर चाहिँ भोलि ससुराली जाने हो टक्क। बुढाको ससुराली मेरो माइत भनेर रेडी एकदम। अब हामी चाहिँ धमाधम काट्छौँ साथीहरू, हेर्दै गर्नु होला। गाइस मेरो हस्बेन्डजीले काम गर्नुहुँदैछ होइन। तर लास्टै मोटाएको जस्तो देखियो यो टी सर्टमा चाहिँ। पहिलेको र म पहिलेको फोटो र योचोटिको फोटो म लगाइदिन्छु ल, कतिको फरक देख्नुहुन्छ तपाईँहरूले। अनि उहाँ चाहिँ काट्नु हुँदैछ, म चाहिँ बाँध्दैछु। बुढा भनेको बुढा नै हो नि हौ। बुढा आएपछि कति सजिलो हुन्छ। म एक्लैले गर्थेँ यहाँ साथीहरू, बुढा भएपछि यस्तो सजिलो हुन्छ नि त। टोपी भने फेरि बुढाले ल्याइदिनु भएको यहाँ यस्तो छ नि। बुढा र मेरो चाहिँ हामी आमा छोरीको चाहिँ 1 वर्षमा भेट भएको है साथीहरू। एकदम सँगले होइन। कतिजनाले मलाई कमेन्ट गरेर तपाईँको हस्बेन्ड चाहिँ कहाँ हुनुहुन्छ दिदी भन्नुहुन्छ। अनि मेरो हस्बेन्ड चाहिँ कहीँ हुनुहुन्न थियो, काठमाडौँमा हुनुहुन्थ्यो। अहिले दसैँ तिहार मनाउन आउनुभएको छ। तिहार पनि होइन, दसैँ भनौँ न। ल ल अब म बाँध्छु साथीहरू। पानी पर्न आँटेको छ, फटाफट बाँध्ने हो। त्यस पछाडि झुन्डाउने हो दुईजनाले, अनि घरतिर लाग्ने हो। अनि भोलि चाहिँ माइत सुई काटीको सबै गाइज हाम्रो चाहिँ दसैँ सुरु भइसकेको छ। अनि दिदी चाहिँ ठिक्क भोलि माइत जाने, दिदी पनि म पनि भोलि नै जाने साथीहरू। त्यही भएर चाहिँ यसो दसैँ त मनाउनु पर्यो अब घरमा पनि। हामी चाहिँ टुप्पो राख्दै थियौँ साथीहरू। भोलि चाहिँ फेरि हाम्रो हिमाल भाइको चाहिँ 2 जनाको फ्लाइट छ। हामी चाहिँ टुप्पो राख्दै पानी परेर सकिएन साथीहरू। त्यही भएर अहिले हिमाल कता गाउँ डुल्नु गइसकेको छ। अनि हामी चाहिँ यहाँ मासुपोली खाँदैछौँ। त्यही हो अब राई भएपछि त यति त गर्नै पर्यो। चम्चेको दसैँको भेट अब के भन्छ, कति दिन भेट्न हुने पर्यो दिदीसँग। यसरी पाक्छ सुकुटी यता मासतिर भन्दा भइसक्यो भन्दा नि सुँगुरको चाहिँ राई भएर सुँगुरको मासु। ओहो हाम्रो आलुको भात खोर्सानी अलिकति पिसेर चढेर खानुपर्छ। अब एक केजी त हामी खाना थाल्यौँ है। पाकेको छ दिदी?
यस्तो होइन चियर्स खानु त हाम्रो नानीले चाहिँ अस्तिको काजुको मासुको भिडियो देख्नु तेरो देवरानीले मासुको भिडियो लानु भएको थियो कसको के को भोज हो हेर्नु पाएको थिएन मलाई किन जलाएको अरे नि खानुहुन्न हो उसले खानु जाने मन पर्छ नि ए जलाएको भनेको चाहिँ ऊ तान्नु न यहाँ खानु मन लागेर यता उता भिडियो नराम्रो आउने रहेछ कि हो त्यही भएर चलाएको Piado meu. खानु नि बस्नु नै खानु भएको छ